हिम पहिरो गइरहेको छ अहिले चाहिँ हेर्न सक्नुहुन्छ है। र यो हिम पहिरो चाहिँ अब कुनै बेला चाहिँ हल्का रिस्की पनि हुन्छ। यो चाहिँ अहिले त्यस्तो साह्रै रिस्की छैन फर्किरे भाग्नुको जरुरत चाहिँ पर्दैन होला सायद। बाटो हेर्नु साथीहरू सब टर्निङ यो भिरै उक्लेको बाटो हो यो। यस्तो बाटो कसरी हिँड्छ नि यार। हेलो गाइज, नमस्कार सबैजनालाई, सन्चै हुनुहुन्छ होला। र आज चाहिँ हामी जाँदैछौँ नर्थ एबिसी र अहिले चाहिँ हामी आइपुगेका छौँ बेनी, म्याग्दीको बेनी। यो चाहिँ होइन उता पर्वतको बेनी होइन कि म्याग्दीको बेनी आइपुगेका छौँ। र स्टार्ट गरेको चाहिँ मेङसालबाट हो साथीहरू होइन। तर भिडियो बनाउने मौका चाहिँ मैले यहाँ आएर पाएँ बल्ल। र हामीसँग हुनुहुन्छ हाम्रो प्यारो मामाजी। मामाजी ड्राइभर चाहिँ त म ड्राइभर हो कि मलाई ड्राइभर हो। मैले चाहिँ पर्सनल ड्राइभर लिएर हिँडिरहेको छु होइन। यो चाहिँ टेन्ट हो। अब टेन्ट पनि छ थाहा अब टेन्टको अब युज हुन्छ कि के गरेर थाहा होइन। उनी ओछाउनी केही लिएर राखेन बुढाहरूले। र हाम्रो साथीहरू हुनुहुन्छ झापाबाट आउनुभएको साथीहरू। झापाबाट चाहिँ नर्थ एबिसी जाने भनेर आउनुभएको छ। र यसो हामीले पनि अब उहाँलाई चाहिँ नर्थ एबिसीसँग पुर्याउनको लागि चाहिँ अब हामीले चाहिँ ठुलो भूमिका खेलिरहेका छौँ त्यही भन्नु। र साथीहरू एउटा स्नेकर्स 170 यसको 170 हो। तलबाट ल्याउनु पर्ने चाहिँ यहाँ अलि महँगो रहेछ होइन। स्निकर्स लिम अरू के लिने हो र होइन। हामी यहाँ चाउचो किन आइरहेका छौँ होइन। र हामी कहाँ आएको ल भनिदिनु पर्यो हाम्रो दर्शकहरूलाई। म चाहिँ झापादेखि आएको, दाइ चाहिँ बिङसालबाट हामी भेट भएको है। हजुर, हामी नर्थ एबिसी जाँदैछौँ। मलाई एउटा कुरा भन्नु होला यार, तिमी कता कता भिडियो जस्तो देख्छु त म त यार। साथीहरू अब चाहिँ हामी जाँदैछौँ तातोपानीदेखि निस्केर अहिले चाहिँ निस्केर चाहिँ हामी हुमखोलातिर अब लाग्दैछौँ होइन। बाटो एकदमै अप्ठ्यारो छ भने अब कस्तो छ अब हेर्दै जाउँ होइन। ठिकै छ होइन, एकदम अब एक्सपिरियन्स गर्ने हो होइन। चिल हान्ने तगडै हुनेवाला छ, एडभेन्चर तगडै हुनेवाला छ। त्यही हो साथीहरू, सेफ राइड गर्छौँ फेरि अब हेर्दै जाउँ अब के हुन्छ। अब उहाँलाई चाहिँ अब त्यही हो। अहिले चाहिँ हामी तातोपानीमा छौँ सर। बाटो अप्ठ्यारो भएको कारणले गर्दाखेरि हामीले चाहिँ बाइक चाहिँ ठेलेरै भयो नि उकालिरहेका छौँ है। साथीहरू धेरै मिहिनेत गर्नुभएको छ। त्यही भएर बुलेट छैन त गाह्रै हुन्छ ठेल्न त यार। ठेलौँ बाइस ठेलौँ। र साथीहरू अब चाहिँ हामी बिच बाटोबाट चाहिँ गाडीमा जाँदैछौँ है। बाटो निकै अप्ठ्यारो भएको कारणले गर्दाखेरि अब हामी गाडीमा जाने बाध्य भयौँ है। हो कि साथी भन्दा पेलाइ पर्यो नि त यार, एकदम गाँड पेलाइ भयो हाम्रो चाहिँ। हेर्नु त पसिनाहरू त साथीहरू कुन चुइरहेको केही छैन साथीहरू। अब हाम्रो चाहिँ साथीहरू दाइहरू चाहिँ अब बाइकमा सर आउनुहुन्छ। ल दाइ एक्सपिरियन्सको बारेमा के बताइदिनु नि त हल्का। पहिला पनि गरिएको, अहिले पनि गरियो, तर दुईजना भएर चाहिँ गाह्रो, अलिक गाह्रो फिल भयो है। गाह्रो फिल भइरहेको छ। ल हाम्रो चाहिँ दाइलाई धेरै धेरै धन्यवाद। रातिको बिहामा एकदमै हामीलाई हेल्प गर्नुभयो है दाइ। ल बिस्तारै है साथीहरू। ल हामी गाडीमा निस्किन्छौँ है। बिस्तारै आउँदै गर्नु है। ल बिटेन साथी बस। दारू खाँदैन म त खान्न यार। पानी भनेको है। गएर यसो बस्दै ठाउँ छ भने बरु हेर्दै गर्नु ल। टेन्ट हालेको टेन्ट लगाउँदै आउँछ। फाइनली हामीले टेन्ट पनि हालिसकेका छौँ है। र अहिले चाहिँ हामी के अरे यसलाई हिमखोला आइसकेका छौँ साथीहरू। र तातो पानीबाट हिमखोला चाहिँ आउँदाखेरि चाहिँ अति कठिनाइ भोग्यो हामीले चाहिँ है। एकदमै गाह्रो भयो। झन् हाम्रो झापाबाट आउनुभएको साथीहरूलाई चाहिँ कस्तो फिल भएको नि। ठिक छ नि है, ठिकै छ। यतिको रमाइलो गर्नको लागि चाहिँ अलिअलि अब यस्तो ठाउँमा आउनको लागि चाहिँ अलिकति गाह्रै हुन्छ न त। यस्तो ल यस्तो ल अब कुरो बुझ्नु त आफैले होइन। ल उतापट्टि एउटा टेन्ट चाहिँ हालिसकिएको छ। हामी चाहिँ हामी आइसकेका छौँ। अब हामी भोलि जाँदैन रे, पर्दैन। भोलि हामी अन्नपूर्ण नर्थ एबिसी। र
साथीहरु फाइनली हाम्रो सबै दाजुभाइहरू एक ठाउँमा भेला भइसकिएको छ हैन र दाइ कस्तो भयो दाइ बाटो चाहिँ कस्तो रहेछ यसो केही प्रतिक्रिया दिनुहुन्छ तपाईले हरियाली नै हरियाली नर्थ एबिसी आउन चाहनुहुने हाम्रो दर्शक साथीहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ त आउनु दामी छ लभली छ बाइकमै आउनु सक्दैन एक गाडीको मान्छेले भाडा लिनलाई यस्तो गरेको बाइकमै आउनु यो डियो स्कुटी ल्याएर नि आउनु कति भयो गलत इन्फर्मेसन त नदिनु भयो हामीलाई फेरि अलिक कमेन्टमा कराउला नि साथीहरु तपाईँ चाहिँ नर्थ एबिसी ट्रेक आउनुभयो भने चाहिँ आफूले लिएर आएको फोहोरहरू चाहिँ आफैले व्यवस्थित गर्नु होला है र यहाँ एकदम धेरै फोहोर देखेँ मैले चाहिँ हेर्न सक्नुहुन्छ यो सबै कुनामा यतापट्टि साइडमा यताको त मैले लगभग अलिकति उठाइदिइसकेको छु यहाँ फोहोरहरू चाहिँ एकदम धेरै अब आफूलाई तपाईँ उतै फालिदिने गर्नुहुँदो रहेछ साथीहरूले है हो कि होइन भन्नुहुन्छ सर फोहोर व्यवस्थापन अलिक कमजोर रहेछ कि त एकदम कमजोर है हो कि भन्नुहुन्छ अलिक नसुन्ने भइसक्यो अब चाहिँ र साथीहरू अब चाहिँ हामी फाइनली रेडी भइसकेका छौँ अब चाहिँ हामी लाग्छौँ नर्थ एबिसी तर्फ होइन तपाईले नर्थ अन्नपूर्ण भनेर सुन्नुभएको होला नर्थ अन्नपूर्ण होइन फास्ट अन्नपूर्ण हो यसको प्रिन्ट गरिदिने नक्सा प्रिन्ट गरिदिने यसलाई नर्थ अन्नपूर्ण भनेर त्यही चल्दै आएको नाममै हिजोदेखिको रात पनि खाएको छैनौँ त्यहाँदेखि किराम हान्नेछौँ अब एउटा काम गरेँ अनि त्यो हामी हेरेर गएको छ परिचय गरेको छ सोचेर अब चाहिँ हामी हिँड्न लागेको अब हामी रेडी भइसक्यो सबै साथीहरू रेडी भइसक्नु भयो होइन कतिको एक्साइटेड हुनुहुन्छ त नि हजुरहरू ढुक्क साथीहरू अहिले चाहिँ हामी आइसकेका छौँ यो पुलको नाम के हो मलाई थाहा होइन होइन त ठाउँ चाहिँ अति बबाल छ तपाईँको जति दुःख गरे पनि ठाउँ चाहिँ ओर्सितै छ है अहिलेसम्म चाहिँ मलाई एकदमै राम्रो लागिरहेको छ र हामीले धेरै जस्तो चाहिँ रुट चाहिँ पुरै यो के भन्छ यसलाई खोलाको बाटोबाटै रहेछ एकचोटि आउनै पर्ने आउँछ साथीहरू एकदम राम्रो सुम्मेश्वरी बाटो हेलिकप्टरमा आएको काम छैन अलिकति उकालो छ बाटो चाहिँ त्यस्तो धेरै त होइन अलिकति समय छ फेरि भन्ने सुन्नमा होइन सबसे अगाडि आउने आधो घन्टा ठाडै ओह्रालो छ साथीहरू है उकालो पनि डेन्जर उकालो ओह्रालो पनि ठाडै ओह्रालो तर आउने बेला पनि उकालो नि गर्नुपर्छ ओह्रालो नि गर्नुपर्छ जाने बेला नि उकालो नि गर्नुपर्छ ओह्रालो नि गर्नुपर्छ दुइटै गर्नुपर्छ बी केयरफुल साथीहरू रुट चाहिँ राम्रै छ त्यस्तो नराम्रो भन्नु मिल्दैन बाटोहरू चाहिँ राम्रै बनाएको रहेछन् सिधाबाट क्या दामी कस्तो लाग्छ तिमीलाई दामीलाई ओभर बबाले ठाउँ छ कि रेम्बो त रेम्बोहरू देखिरहेछ होला है देखिरहेको सही छ साथी झर्ना पनि दामी लाग्यो मलाई त्यहाँ झर्ना कस्तो लाग्यो मोबाइल हेर्नु न भिडियो गर्न लागेको सही छ यार दामी छ साथीहरू तपाईँहरू आउनुभयो भने रिग्रेट चाहिँ गर्नुहुन्न साथीहरू रिग्रेट चाहिँ हुन्न तपाईँहरूलाई वान अफ द बेस्ट छ अरे नि यहाँ दामी लाग्यो अर्को झर्ना नि हो सही हो झर्ना हाँडा हेर्न सुरु गरेको होइन कत्रो झर्ना चाहिँ यार कसम यो झर्ना त बाहुबलीको झर्ना यत्रो उसले भन्यो बाहुबलीको झर्ना पुरै रहेछ यार त्योभन्दा नि अझै ठुलो लाग्यो त यार अब योभन्दा माथि अर्कै दुनियाँ आयो कि होइन भाइ अर्कै दुनियाँ आयो त्यहाँ चाहिँ अहिले अर्कै मान्छेहरू बस्छन् कि एलियनहरू बस्छन् अनि हामी चाहिँ यहाँ बस्छौँ अब हामी चाहिँ उहाँ जाने कसरी थाहा छैन क्या हामीलाई केही साधन केही स्रोत छैन कि हेरी होइन त त्यही अनुहार नर्मल हुन्छ यो त बाटै हिँड्ने यस्तो साथीहरू कत्रो पहाडहरू कि म यहीँ बिलाइरहेको छु है साथीहरू चाहिँ माथि गइसकेका छन् एकदम पिस एकदम मजा आइरहेको संसारबाट टाढा भयो यस्तो आनन्द सुकुन हुन्छ नि दिलमा सुकुन मिल्छ कि
बुटुहरू पनि कस्तो दामी हुन्छ हेर्नु न यस्तो मन हुँदा यस्तो विदेशतिर हुन्छ यस्तो धेरै यस्तो तर हाम्रो यता पहाडी भेगतिर चाहिँ यस्तो फोहोर हुन्छ क्या यस्तो बढेको त्यस्तो बढेको बब्बाल झर्ना साथीहरू हेर्न सक्नुहुन्छ है तर यो ट्रेक पनि पुरा वर्थ इट छ मलाई एकदमै राम्रो म कतिले भनिन्छ राम्रो लाग्यो भनेर तर मलाई एकदमै मन पऱ्यो लाइक इट पहाडहरू हेर्न सक्नुहुन्छ कत्रो बब्बाल तपाईँको फर्स्ट टाइम होइन त फर्स्ट ट्रेक हो मलाई ज्वरो आउँछ अब तपाईँ जिन्दगीमा फेरि ट्रेक गर्नु चाहिँ गर्नु फर्स्ट टाइम लाग्छ तपाईँ गर्नु जिन्दगीहरू गर्नु थाहा किन जो पनि मान्छेले ट्रेक एकचोटि गर्छ अनि अर्कोचोटि अब चाहिँ नेक्स्ट कहाँ जाने भन्ने सोच्छ नि ए तपाईँले चिन्नुभयो तपाईँले लाग्छ त आफूलाई तपाईँले गर्नुहुन्न हो सिधा हो यस्तो डिम्पल चिन्नु नि आहा यस्तो तिनवटा हाम्रो साथीहरू रुम चाहिँ छैन कस्तो छ चिया चिया टेस्ट गर सुरुकै हो नि रुम छैन रे टेन्ट खोल्नुपर्छ त्यही उता माथितिर दुईवटा टेन्ट लगाउनु पर्छ दाइ यहाँ त हामी त्रिपल पाउन सक्छौँ यहाँ हामी पाउन सक्छौँ त्रिपल फाइनल्ली साथीहरू हाम्रो टेन्ट पनि रेडी भइसक्यो है अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ र भोलि चाहिँ माथि नर्थ एबिसीको लागि चाहिँ निस्किन्छौँ अब कति बजी निस्किन्छौँ अहिले केटाहरू आउँछ अनि प्लान हुन्छ र एकदम थकै पनि लागेको छ एकदम गाह्रो गाह्रो जस्तो फिल भएको छ कस्तो कस्तो थियो रुट कस्तो थियो रुट चाहिँ भोपाल भ्यू आउने कि तर गाह्रो यार गाह्रो है म्याट दिनु न म्याट ल ल ल गुड मर्निङ साथीहरू मर्निङ आउँदा हामी माथितिर लाग्छौँ हिजो चाहिँ अब थाकेर आइयो होइन थाकेर आइयो थियो अब चाहिँ हाम्रो फेरि गाँडफाँड भ्लगमा हजुरलाई फेरि स्वागत छ भ्लग चाहिँ गाँडफाँडै छ गाँडफाँड भ्लग रे होइन ल साथीहरू अब चाहिँ हामी निस्किन्छौँ अब धेरै बेर छैन चाहिँ नि जाडोलाई च्यालेन्ज हान्ने च्यालेन्ज हान्ने जाडोलाई ल साथीहरू किन भन्दा पनि लाग्छ भने हाम्रो दुईजना साथीहरू रुममा तल बिरामी जस्तो भयो होइन सायद लेक लागेको हुनसक्छ यदि तपाईँहरू आउनुभयो भने चाहिँ मेडिसिनहरू पनि लिएर आउनु होला ग्लोभ्स ल्याउन चाहिँ नबिर्सिनु होला मैले चाहिँ ग्लोभ्स ल्याउन बिर्सेँ धेरै कुरा बिर्सेँ म चाहिँ हतारमा चाहिँ अलिकति फुल प्रिपरेसनको साथ आउनु होला त्यही भन्न चाहन्छु र हिँड्न चाहिँ सक्नुपर्छ है साथीहरू हिँड्न चाहिँ सक्नुपर्छ फाइनल्ली अब हामी होप आइपुग्यौँ होला सायद होइन धेरै टाइम लाग्दैन होला हेर्न सक्नुहुन्छ है यो चाहिँ हिमालहरू चाहिँ यति नजिक छ हामी चाहिँ हिमालको बिचबाट हिँडिरहेका छौँ लोद त लोद परिन्छ लास्ट लोद परिन्छ हाम्रो साथीहरू पनि अब आउँदै हुनुहुन्छ उहाँलाई अलिक गाह्रो भयो होला म त पहिलाबाट हिँडिराख्ने भएर त्यस्तो केही फिल त भएको छैन अन्त तर हतारमा आएर ग्लोभ्स ल्याउन चाहिँ बिर्सेछु होइन यो चाहिँ यो गल्ती चाहिँ गर्दै नगर्नु होला यहाँ माथि चाहिँ यहाँ हातसाथमा केही प्रब्लम पनि हुनसक्छ फेरि अब चाहिँ हामी डाइरेक्ट गएँ नर्थ एबिसी गरेर भेट्नुपर्छ यार मैले घरिघरि मोबाइल निकाल्न सक्ने अवस्था पनि छैन क्या सुतेको छैन साथीहरू सबैभन्दा मेन कुरो त राम्रोसँग सुतेको छैन यहाँ चाहिँ सुत्नेको व्यवस्था चाहिँ एकदमै राम्रो छैन होइन सुत्ने व्यवस्था छैन टेन्ट सेन्ट आफूले लिएर आउने ओढ्ने ओछ्याउने सबै आफूले लिएर आयो भने चाहिँ राम्रो हुन्छ मान्छेहरू धेरै आउँछ अहिले सिजनमा चाहिँ अनि सबै बुकिङ भइसकेको हुन्छ बुकिङ माथि बुकिङ गरौँ भने नि अब मोबाइल सिम केही पनि चल्दैन त्यही भएर आफ्नो व्यवस्था आफै गरेर आउनुपर्ने ठाउँ हो यो चाहिँ साथीहरू फाइनल्ली साथीहरू हामी आइपुगेका छौँ नर्थ एबिसी हेर्न सक्नुहुन्छ है ए भगवान् मेरो हातमा बरफ जस्तो पानी ओ माई गड लास्टै चिसो पानी यार कता हातै मेरो ड्यामेज हुन्छ जस्तो भइसक्यो अब यहाँको ताल हेरौँ कस्तो रहेछ यहाँको ताल
घाम लागिसक्यो र आज चाहिँ हामी सबैसँग तल झर्ने कोसिस गर्छौँ है। यही हो तिमीलाई हेर्न यो पानी कस्तो खाएको पानी निलो पानी। साथीहरू अहिले चाहिँ हामी फर्स्ट बेस क्याम्प आइसकेका छौँ र हामी चाहिँ यहीँ फर्स्ट बेस क्याम्पबाटै फर्किन्छौँ होइन। तलपट्टि आएपछि नर्थ एबिसी आइयो भन्ने हुन्छ र चाहिँ बेस क्याम्प भनेर चाहिँ अब यहाँ चाहिँ फर्स्ट बेस क्याम्प चाहिँ यता माथि पनि बेस क्याम्पहरू होला। अब यो हिमाल चढ्नको लागि चाहिँ हो यो बेस क्याम्पहरू चाहिँ। हिमाल चढ्ने मान्छेहरू चाहिँ माथि उक्लिन्छन् र हामी चाहिँ यही बेस क्याम्पबाट चाहिँ फर्किन्छौँ फर्स्ट बेस क्याम्पबाट। र तपाईँहरूलाई कस्तो लाग्यो नर्थ एबिसी कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। गाह्रो त भयङ्कर कसम यार। साथीहरू हिमालमा हिउँको चाहिँ निकै कमी देखेँ मैले चाहिँ है। यतापट्टि चाहिँ हिउँै छैन यो लाइनमा चाहिँ। र यो पनि हिमालय हो, यो नि हिमालय हो, यिनीहरू पनि हिमालय हो, तर हिउँ चाहिँ अहिले छैन। सायद ग्लोबल वार्मिङको कारणले गर्दाखेरि होला। यो हाम्रो फाइनल डेस्टिनेसन यहीँ भन्न सकिन्न त। हामी फर्किनु नि भन्यो, बसेको भए चाहिँ जान्थ्यौँ पनि होला होइन। अब चाहिँ हामी नास्ता गर्न लागेका छौँ है, चना यहीँ फुल्टीमा। अब चाहिँ नास्ता गरेर हामी चाहिँ हिँड्छ नि, दाइहरू चाहिँ आउनुहुन्छ। हामी चाहिँ आजै पुग्छौँ होला सायद। साथीहरू फाइनली हिम पहिरो गइरहेको छ अहिले चाहिँ, हेर्न सक्नुहुन्छ है। र यो हिम पहिरो चाहिँ अब कुनै बेला चाहिँ हल्का रिस्की पनि हुन्छ। यो चाहिँ अहिले त्यस्तो साह्रै रिस्की छैन जस्तो खालको। भाग्नको जरुरत चाहिँ पर्दैन होला सायद। हेर्नु कस्तो निस्क्यो यार, यस्तो एक्सपिरियन्स भएर आयो है। क्या निस्केको है, हिम पहिरो हेर्नु पाइयो नि त। कति चिसो हुन्छ होला कि त्यहाँ कि आमा यो माथिको झरेको कि। र अब चाहिँ हामी निस्किन्छौँ। अब चाहिँ हामी डाइरेक्ट अब आज चाहिँ घरै पुग्ने हिसाबले चल्ने हो कि चल्नु त होइन। हिम पहिरो कस्तो हिम पहिरो खतरा हेर नि त्यो मैले हल्लाइदिएर झरेको। तैँले केही हल्लाउनु सक्नुहुन्न। अब चाहिँ हामी निस्केको साथीहरू है। र ठाउँ चाहिँ राम्रो छ, तपाईँहरू एकचोटि चाहिँ आउनु होला। र आज चाहिँ हामी अब सिधै तल झर्ने प्लानमा छौँ भन्दै आजको भिडियो म यहाँ देखाउन चाहन्छु। फेरि एउटा अर्को भिडियोमा र नर्थ एबिसीबाट तपाईँहरूलाई ह्याप्पी तिहार पनि भन्न चाहन्छु। हस् नमस्कार, धन्यवाद, लभ यु गाइज। फेरि एउटा अर्को भिडियोमा।